नमस्ते श्रोतागण। आज हाम्रो आदरणीय हजुरबा केदारनाथ तिमल सिन्हासँग अन्तर्वार्ता म लिँदैछु। उहाँको जिन्दगीको बारेमा उहाँको जुन लाइफ छ उहाँको बारेमा उहाँले बताउनुहुन्छ। खजेडी भजनबाट हाम्रो सुरुवात गर्नुहुन्छ। तपाईँ सुरु गर्न सक्नुहुन्छ। ए राम 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 राम। पहिला त गणेश भगवानको आराधना गर्नुपर्छ सुरुमा। गणेश कस्ता थिए त भने हेर, लामो सुँडा ठुलो पेटा खानु लड्डु पेडा, मन परेको वाहन तिम्रो बस्ने मुसानेर, रीति सिद्धि अगल बगल गर्ने तिम्रो सेवा, माता तिम्री पार्वती पिता महादेव, रीति सिद्धि पत्नी तिम्रा पुत्र शुभ लाभ, कार्य गर्दा पहिला तिम्रो गर्छौ भक्ति भाव। नारायण हे हरि हाम्रो कीर्तनमा गणपति आइदेऊ रीति सिद्धि ल्याइदेऊ हाम्रै कीर्तनमा, गणपति आइदेऊ रीति सिद्धि ल्याइदेऊ हाम्रै कीर्तनमा। होइन 8वटा किताब लेख्नु भएछ यार। सोच्नु, अब उहाँले सरकारी नोकरी गर्नुभयो होइन 34 वर्ष। त्यसपछि यत्रो एनर्जी थियो कि उहाँले देखाउनु भयो हजुरबा तपाईँ आफ्नो किताब। उहाँले आफ्नो जीवनकालमा यत्रो किताब लेखिसक्नुभयो। ल किताब सबै तपाईँ एक एकवटा किताबको सार भनिदिनु होइन। यो पहिलो किताब चाहिँ तपाईँको कुन हो? पहिलो किताब हो भावनाका भुल्का। यो हो। त्यो त्यसमा चाहिँ के हो तपाईँको? यसमा अलिकति सार यसको खैँजेडी भजन छ, साहित्यिक छ, साहित्य छ, गीत छ, भजन छ, अनि कीर्तनहरू छ, सबै यसमा त्यो छ। ए वाह, गीत पनि छ। हजुर हजुर। अनि दोस्रो किताब पञ्चमाता। यसमा चाहिँ के हो? पञ्चमाता चाहिँ के हो? पञ्चमाता भनेको हाम्रो माता कति प्रकारका हुन्छन्। यस्तै भगवती माता, धरती माता, गङ्गा माता, गौ माता र आफ्नो जन्मदात्री माताको बारेमा विस्तृतमा बयान गरेको छ। यो दोस्रो। तेस्रो किताब स्पेनमा तपाईँ स्पेन पुग्नु भयो? कुन देश पुग्नु भयो हजुर? स्पेनको भिक्टोरियामा म 3 महिना बसेको हुँ। हजुर हजुर। त्यहाँ बस्दाखेरिको रीतिरिवाज दैनिक मैले टिपेर ल्याएको थिएँ। त्यसको एउटा किताब निकालेर त्यसको नाम हजुरबा त डायरी नि लेख्नु हुँदो रहेछ यार। क्या मोडल हजुरबा हुँदो रहेछ त। त्यो डायरीबाट मैले स्पेनको यात्रा लेखेँ। हजुर। अनि चौथो हो मेरो परिवर्तन। परिवर्तनको पहिले के थियो, रीतिरिवाज के थियो, शास्त्र शस्त्र के थियो, भाउ बिक्री के थियो, यसको बारेमा त्यो बेलाका ढिकी जाता आदि समेत मैले जानकारी सो गरेर यसको आजकलका केटाकेटी नानी बाबुहरूलाई यसको बारेमा केही थाहा छैन। तपाईँले त्यसको संरक्षण गरेर आफ्नो किताबमा लेख्नु भएछ। लेखिदिएछ म त्यसको बारेमा यस्तो यस्तो थियो भनेर त्यो लेखिदिएछु। यो चौथो किताब। हजुर हजुर। पाँचौं किताब आस्था। आस्थामा धर्मप्रति आस्था राख्ने व्यक्तिहरूले अरू किताब पल्टाउनु नपरोस् भनेर यस किताबमा शिव सहस्रनाम, विष्णु सहस्रनाम, दुर्गा सहस्रनाम, हनुमान चालिसा, हनुमानका 12 नाम, श्री सूर्यका 12 नाम, अर्जुनका 10 नाम आदि लिएर यसको जन्म दिवसको जानकारी पनि मैले यसैमा हालिदिएको छु। जन्म दिवस मनाउने गान पनि यसमा छ। यसको अति मिठो र राम्रो छ। यो ह्याप्पी बर्थडे भन्दा मलाई त्यहाँ जन्म दिवस मनाउने भनेर मैले लास्टमा लेखिदिएको छु। यो हो पाँचौं किताब। हजुर। छैटौं किताबमा गोत्र दर्पण। गोत्र दर्पण भनेको हाम्रो समाजमा कति मैले कलेक्सन गर्न भ्याएसम्ममा कतिवटा हाम्रा छन् र गोत्र छन्। गोत्रमा सबभन्दा बढी गोत्र भएको कुन रहेछ भन्दा कश्यप गोत्र रहेछ। पहिलो गोत्र कश्यप गोत्र रहेछ। 122 सगोत्रीहरूको एउटै गोत्र छ, कश्यप गोत्र हो। अनि दोस्रोको भरद्वाज गोत्र 108 सगोत्रीहरूको एउटै गोत्र। त्यसमा क्रमशः 51, 52 गर्दै मैले त्यो 50वटा गोत्रहरूको पनि लिएको। यो चाहिँ मेरो छैटौं किताब हो। सातौंमा 30 कथा। 30 कथा? 30वटा कथा छ यसमा। 30वटा कथा छ। हजुर हजुर। कथा चाहिँ धार्मिक कथा, नैतिक कथा र
सामाजिक कथाहरूको ज्ञान पाइन्छ यो कथा पढिसकेपछि 30वटा कथाभित्र। ए वाउ, यसमा यो मेरो 7औं हो। हजुर, यो 8औं किताब हो मेरो भागवत एक परिचय। भागवत कस्तो हुन्छ, त्यसको सुरु के हो र कुन स्कन्धमा कति के अध्याय छन्, कुन अध्यायमा के को वर्णन गरिएको छ भनेर मैले जम्मा 335 अध्याय भागवतको विस्तृत बयान यसभित्र संक्षिप्त रूपमा मात्रै मैले परिचय दिएँ। यी हुन् मेरो 8वटा किताब। तपाईँलाई सत नमन छ हजुरबा, तपाईँ धेरै ज्ञानी पुरुष हुनुहुँदो रहेछ। यत्रो किताब तपाईँहरूले लेख्नुभयो होइन। यो त एउटा सामान्य मानिस जो छ त्यसले आफ्नो जीवनकालमा लेख्नै सक्दैन कि होइन। तपाईँले धेरै गीताहरू, धेरै भागवतहरू पढ्नु भएको रहेछ। अब तपाईँ आजको जुन युवा शक्ति छ नि त्यसले के भन्न चाहनुहुन्छ? पहिलाको जुन हाम्रो संस्कृति थियो, नेपाली संस्कृति थियो, अहिले सबै विदेशतिर लागिरहेछन्, वेस्टर्न कल्चरहरूतिर लागिरहेछन्, तिनीहरूले के भन्न चाहनुहुन्छ? म त्यो वेस्टर्न कल्चरवालाहरूले के भन्न चाहन्छु, पहिला त हाम्रो माथि 87 बस्ने उनीहरूलाई भन्न चाहन्छु, हाम्रो नेपालको नाम लियो 87 मान्छेहरूले चाहिँ विदेश पलायन हुनु नपरोस् हाम्रा युवा युवतीहरूले भन्ने उनीहरूलाई एउटा बुद्धि आओस् भनेर दिमाग दिन चाहन्छु। अनि त्यसपछि उनीहरूले चाहिँ हाम्रो आफ्ना आमाको कल्चौडाको दुध 1/4 र पराईको घाउडा ल्याएको 1 मानु चाहे 1 पाती, त्यसमा 1/4 दुध चाहिँ मिठो मानेर आफूले गर्नुपर्छ। आफ्नै देशमा रोजगार गर्नुपर्छ र पढ्नुपर्छ, यही देशलाई हराभरा बनाउनुपर्छ, त्यसमा विदेशी नबेसिकन आफ्नो देशलाई कहिल्यै नबिर्स भन्न चाहन्छु अहिले युवा व्यक्ति। होइन, अब तपाईँको कुनै अप्सन नि त छैन। अब तपाईँको होइन, यहाँ तपाईँको सरकारी नोकरी भयो या प्राइभेट नोकरी भयो, 8-9 हजार भन्दा धेरै त दिँदैन। 8-9 हजारमा तपाईँको आज रोजीरोटी चल्छ। त्यसै भएर तपाईँको होइन, महिला पहिला त पुरुष जान्थे विदेश, अहिले त महिला नि छोडेर जान लाग्छन् आफ्नो साना साना नाना बाबुहरू। तिनीहरूलाई के भन्न चाहनुहुन्छ? तिनीहरूलाई मैले त आफ्नो मजबुरीको कारण नै गइरहेछ, कसैलाई छोड्न मन लाग्दैन। मजबुरी गरेर हुन्छ, तर नारीहरूले जानु हुँदैन भन्छु म चाहिँ। नारीले किन जानु हुँदैन भने नारीहरू गृहिणी हुन्, गृहलक्ष्मी हुन्। नारी भनेको बिहे गरेर भित्राएको दिन हामीले लक्ष्मी पूजा गरेर टिका लाएर भित्राइन्छ। हामीले किन भित्राइन्छ बेहुलीलाई भने ती चाहिँ उसले जानु हुँदैन भन्छ। म संस्कारमा चाहिँ हुर्किनु मान्छे, संस्कारी चाहिँ कुरामा गर्दैछु म। तिनीहरूले एउटा जानु हुँदैन, तर अहिले बाध्यता र मजबुरीले सरकारले बाटो खोलिदियो, जान थाले। तर गए तापनि आफ्नो देश नबिर्स, आफ्नो परिवार नबिर्स, आफ्नो संस्कृति नबिर्स, आफ्नो संस्कृति नबिर्स, नानी बालबालिकाहरूलाई नबिर्स, उनीहरूले हेर गरेर नबिर्स भन्ने म चाहिँ यही उहाँहरूलाई एउटा सुझाव दिन सन्देश दिन चाहन्छु। ए हस्, अब तपाईँको जुन हाम्रो अहिले घन्टीले जित्यो, बालेन सरकार आयो, नयाँ एनर्जी आइछ, नयाँ युथ सरकार आइछ, अब तिनीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? देश के कुन डाइरेक्सनमा जाला? पहिला त बुढापाकाहरूले हाम्रो देश बिगारे, खाए होइन, पहिला राजाहरूलाई मारे, अब के सन्देश दिन चाहनुहुन्छ नयाँ सरकारलाई तपाईँ? म त अब राणाकालीन शासन थियो, आयो राजतन्त्र आयो, पञ्चायती व्यवस्था आयो। पञ्चायत व्यवस्था 30 वर्षसम्म काम गर्दा पञ्चायतले काम गरेन भनेर गणतन्त्र ल्याउने यिनै हुन्। 46 सालमा गणतन्त्र प्रजातन्त्र ल्याउने हुन्। यिनीहरूले पनि केही पनि गरेनन्। अहिले देखियो, अहिले पाइन देखियो नि, सबै घुसखोरी भ्रष्टाचारी नाना नरुगाका यिनका सबै पोलहरू फेला परे र अब अहिले परास्त भएर नयाँ जेएनजी आन्दोलन भयो। 72 जनाको जानकारी लास गोली हानु पर गोली टाउकामा गोली मारे रगत गयो। यही धरतीमा रगतको जानकारी, सडकमा रगताम्य भएर अहिले जेएनजी आन्दोलन पछि जेएनजीहरूले चाहिँ पुस्ताहरूले चाहिँ सत्ता लिएर सँगालेका छन्। तिनले पनि पहिलेका आफूभन्दा पहिलेका पुस्ताहरूले गरेको कुरा नसम्झ्यौँ र तिनले गरेको उसलाई सम्झेर आफूले अहिले त ओलीले बन्द गरिसक्यो त। अहिले तिन बन्द गरेर तिनले गरेको काम चाहिँ नराम्रो हो भन्ने कुरा चाहिँ मनस्थितिमा लिएर अब त्यो विषयमा जानु हुँदैन भने चाहिँ आफ्नो देशलाई छातीमा राखेर यिनीहरूले चाहिँ आफ्नो देश विकासतिर लम्किनुपर्छ। यी अहिलेका युवा सरकारले भन्ने युवा युवतीहरूले सरकार ल्याएर यी नेपाली रोजगारीहरू युवतीहरूले विदेश जान नगरेर आफ्नो देशको रोजगारी, आफ्नो देशको ढुङ्गा पाटो, यही देशको माटो ढुङ्गो, यही देशको पानी, यही देशको खोल्नुपर्छ उद्योग गरेर खाने। यो पनि मेरो सही भन्दैछु, त्यही भन्दछु म। अनि तपाईँ चाहिँ धेरै राम्रो, तपाईँले जुन संस्कृति हाम्रो बचाएर राख्नुभएको छ। हजुरको उमेर कति भयो, एज कति भयो? मेरो अहिले 82।
82 वर्ष हुनुभयो हजुरबा तपाईँ? 2001 सालको म 2001 सालको अहिले 82 साल माघ 13 गतेबाट 81 पुगेर 82 मा हिँडिरहेको छु। ए अनि तपाईँको पढाइ लेखाइ चाहिँ कति भयो नि हजुरबा तपाईँले? मेरो पढाइ लेखाइ चाहिँ एसएलसी सम्म मात्रै हो, त्योभन्दा माथि छैन। अनि तपाईँ सुरुवात चाहिँ बच्चामा कहाँ पढ्नुभयो, कहाँ जन्मिनुभयो, त्यसको बारेमा सानो? मेरो जन्मस्थान रहिले, काभ्रे जिल्लाको रहिले गाविस, वडा नम्बर 1, चाँपाकोट, पर्खाल चोकमा चाँपाकोट हो। हजुर हजुर। अनि पढाइ मेरो पाठशाला बिहाबार पाठशाला थियो, त्यहाँ पढेको मैले पाठशाला। त्यतिखेर स्कुल थिएन, पाठशालाबाट पढाइ सुचार गरेँ थियो। त्यसै पढ्यो कहाँको, त्यतिखेर स्कुल पाठशाला खुलेको थिएन। क्लास यता कुनै 1 क्लास 2 क्लास 10 क्लास भन्ने थिएन त्यतिखेर। हजुर हजुर। ए अनि त्यहाँबाट चाहिँ अनि कहाँ जानुभयो त फेरि? त्यहाँबाट म पढाइकै सिलसिला मलाई ज्यादै दुःख लाग्यो। पढाइको म बनारस जाने मैले इच्छा लाएर मैले भागेर बनारसतिर लागेँ। ए कति वर्षको उमेरमा तपाईँ भाग्नुभयो त घरबाट? म 20 सालमा 19 वर्षको उमेरमा। 19 वर्षको उमेरमा भाग्नुभयो। अनि तपाईँको बिहे भइसकेको थिएन? 17 सालमा बिहे भइसकेको थियो। अनि तपाईँको श्रीमती चाहिँ कति वर्ष हुनुहुन्थ्यो त्यो? श्रीमती चाहिँ 11 वर्षकी थिइन्। उनी माइतीतिर सानो केटीकेटी भाइ हेर्नु भन्दा माइती वर्षकी थिइन्, 2-4 वर्ष। ए तपाईँ घरमा चाहिँ आएको थिएन? तपाईँ कति दाजुभाइ दिदीबहिनी? दाजुभाइ 4 भाइ दाजुभाइ, म कान्छो। ए सबैभन्दा कान्छो तपाईँ हो। तपाईँ चाहिँ अनि त्यसपछि भागेर कहाँ जानुभयो त? भागेर म बनारस जाने भनेर गएको, आखिर बाटोमा भेट्ने एउटा नेपालीको कारणले हामी पटनातिर पुग्यौँ। ए पटनामा के गरेर बस्नुभयो त हजुरले? पटनामा अब पढाइ लेखाइ नि गऱ्यो। कुनै विद्यार्थीहरूसँग त पढाइ लेखाइ गर्दै अब नोकरी गऱ्यो, खानै परिहाल्यो, आफूलाई चाहियो त्यो गरेँ। अनि एउटा माडेले भेटाएर माडेको सेवा गरेर पढाइ पनि आफूले जो सकेको पढाइ पनि कोसिस गर्दै त्यहाँबाट लिएर गएँ। ए अनि त्यहाँबाट चाहिँ माडेसँग चाहिँ कहाँ जानुभयो त तपाईँ? माडे मैले पटना, दिल्ली, नैनीताल, पन्जाब, जम्मू कश्मीर यी सबै चाहिँ मैले माडेकै उसबाट म घुमेको छु। अनि उसमासम्म गएँ, अमरनाथसम्म मैले हिमालमा पनि घोडामा चढेर त्यो बेला सैर गरेको छु। ए अमरनाथ नि पुग्नुभयो? अमरनाथ पुगेको छु। अनि हजुर चाहिँ माडेकोमा के गर्नुहुन्थ्यो त? म त्यो बेला माडेको भान्से थिएँ र उसले जहाँ जाँदा नि मलाई लिएर जान्थ्यो र उसित जहाँ पनि घुम्नु। कति वर्ष बस्नुभयो उहाँसँग? म त्यस्तै 2-3 वर्ष जति बसेँ। 2-3 वर्ष जति बस्नुभयो। टोटल तपाईँ इन्डियामा 5 वर्ष? 5 वर्ष बसेँ। 5 वर्ष बस्नुभयो। त्यसपछि तपाईँ फर्किनुभयो आफ्नो देश? आफ्नो देशमा कुन वर्षको उमेरमा फर्किनुभयो तपाईँ? म 25 सालमा फर्किँदा म 24 वर्षको पुरा भएको थिएँ। ए 25 वर्षको हुनुभयो थियो। अनि त्यसपछि के गर्नुभयो त हजुरले? अनि यहाँ आएर फेरि पढ्ने, मैले नेपाल त जागिर खोज्ने पनि हिसाब गर्ने, पढ्ने पनि ठाउँ पनि फेरि अब त्यहाँ त ऊ थिएन, क्लास चढाएको सर्टिफिकेट दिने कहीँ पनि व्यवस्था भएन। मैले यहाँ आएर मैले के अरे काठमाडौँको उसमा नयिका पुरानो भन्नेमा मिडिल स्कुल भन्ने नयिका पुरानो मिडिल स्कुल विद्या मन्दिरमा पढेर त्यहाँको सर्टिफिकेट लिएर मैले लोकसेवा जान्थेँ। पढेर त्यहाँ जान्थेँ अनि पास भएर अनि लोकसेवा दिएको बैदारमा। ए बैदारमा लोकसेवा दिएको? बैदारबाट। अनि लोकसेवा तपाईँले निकाल्नुभयो? निकालेपछि अनि तपाईँको त्यो बेला त सुनिन्थ्यो कि सिंहदरबार पनि जलाइयो जसरी आज जेएनटीले जलाइदिए? 29 सालमा पास जाँच दिएर पास गरेका थिएँ। हजुर। तर ऊ नहुँदै पोस्टिङ नहुँदै 30 सालमा सिंहदरबार काण्ड जल्यो। त्यसै भुता के अरे अभाइको खाने बेला आँधीबेरी भने जस्तो भयो, चुप लाग्यो। 31 सालमा फेरि मलाई चाहिँ फेरि लोकसेवाले माग्यो, तपाईँले दिएका कुनै प्रमाण छन् भने अब अन्तर्वार्ता लिएर पोस्टिङ गरेर जागिरमा पठाइदिनु भयो। ए डाइरेक्ट इन्टरभ्यू लिने? जाँच नलिने? जाँच नलिने, फारम भर्ने, डाइरेक्ट इन्टरभ्यू लिने। अनि त्यस बेला तपाईँले इन्टरभ्यू निकालिदिनु भयो? इन्टरभ्यू निकाल्दिए। अनि तपाईँ कुन पोस्टमा हुनुभयो त नियुक्त? बैदार पिउनभन्दा माथि। अनि हेल्थ मिनिस्ट्रीमा? ए नेपाल सरकारको हेल्थ मिनिस्ट्रीमा तपाईँ नियुक्ति हुनुभयो। अनि त्यसपछि तपाईँले अनि के कति वर्ष काम गर्नुभयो त्यहाँ? त्यहाँ मैले 11 वर्ष 12-13 वर्ष जति काम गरेँ। अनि त्यसपछि के गर्नुभयो हजुरले? त्यसपछि 13 वर्ष काम गरेपछि म फेरि सरो भएर काभ्रे मालमा सरो भएर आएँ। काभ्रे मालमा?
काभ्रे मालमा सर्वे भएर किन घरै हेर्नुपर्ने थियो, बुवा बिरामी हुनुहुन्थ्यो 42 सालमा। त्यसमा चाहिँ जनगणना हेर्नु यस्तो हुन्थ्यो होइन? जनगणना मात्रै, म पहिला त काठमाडौँको पनि हेल्थ मिनिस्टर भन्दा पनि पहिला उसमा गएको नि त, जनगणनामा तथ्याङ्क विभाग है, त्यहाँबाट चाहिँ स्वास्थ्य मन्त्रालयमा सर्वे भएर। अनि त्यसपछि के त्यहाँ कति वर्ष बस्नुभयो तपाईँ? कहाँ जनगणनामा? जनगणना त 6 महिना मात्रै बसेँ। 6 महिना। त्यसपछि अनि म स्वास्थ्य मन्त्रालयमा सर्वे भएँ। स्वास्थ्य मन्त्रालयपछि कहाँ जानुभयो तपाईँ? स्वास्थ्य मन्त्रालयपछि 11 वर्ष त्यहाँ बसिसकेपछि यहाँ काभ्रे मालमा मालपोतमा आएँ। मालपोतमा आउनुभयो? मालपोतमा कति वर्ष तपाईँले आफ्नो कार्य? काभ्रे मालमा 10 वर्ष बसेँ। 10 वर्ष बस्नुभयो। अनि त्यसपछि फेरि काभ्रेकै जिल्ला विकास समितिमा सर्व भएँ। बनेपा नगरपालिकामा काठमा बसेर पञ्जिका अधिकारीमा काम गरेँ 7 वर्ष। 7 वर्ष काम गर्नु, यानि टोटल तपाईँले 34 वर्ष नेपाल सरकारलाई आफ्नो योगदान दिनुभयो। अनि त्यसपछि अनिखेरि अब म चाहिँ रिटायरमेन्ट लिनु भएको भएन हजुरले? रिटायरमेन्ट लिनलाई अब 2 वर्ष बाँकी थियो। मलाई चाहिँ झ्याउ लाग्यो, 34 वर्षमा गरियो भन्ने साथीहरूले 4 वर्ष सरकारले थपिदिन्छ राजीनामा दिनुभयो भने 4 वर्ष सरकारले थपेर 38 वर्षको पेन्सन पट्टा बनाएर मैले पेन्सन चाहिँ खाइरहेको छु अहिले पनि। ए तपाईँले यानि पेन्सन पाक्नुभन्दा पहिले राजीनामा दिनुभयो? राजीनामा दिए 2 वर्ष अगाडि नै। पेन्सन पाक्नुभन्दा पहिले होइन, रिटायर हुनुभन्दा पहिले सरकारले रिटायर हुनु। ए पेन्सन चाहिँ पाकिसक्यो? पेन्सन पाकिसक्यो। रिटायर हुनुभन्दा 2 वर्ष अगाडि तपाईँले राजीनामा दिनुभयो आफ्नो। ए अनि त्यसपछि के गर्नुभयो हजुरबा तपाईँले? अनि त्यसपछि कति वर्षको उमेर हुनुहुन्थ्यो त्यो बेला? त्यो बेलामा म अब 59 सालमा 58 वर्षको उमेरको थिएँ। 60 वर्षसम्म खान पाइन्थ्यो त्यो बेला। 2 वर्ष मैले अगाडि। छोराछोरीले केही भनेन नि? तपाईँको त 4वटा छोरा थिए, छोरी 4वटा थिए। उनीहरूले केही नै भनेनन् मेरो लागि, उनीहरूले केही पनि बाधक भनेनन्, मैले आफ्नो इच्छाले। अनि त्यो बेला आफ्नो बुवाहरू त हुनुहुन्न त्यो बेला? हुनुहुन्न थियो बुवा त। 42 सालमा बुवा बित्नुभयो, 44 सालमा आमा बित्नुभयो। अनि त्यसपछि चाहिँ के गर्नुभयो त? अब जागिर छोडिदिनु भयो तपाईँले? अनि जागिर छोडेपछि मेरो त धेरै मैले कृषिमा पनि मैले अलैँची खेती कृषिमा काम गरेँ 4 वर्ष। 4 वर्ष जागिर छोडेपछि अध्यक्ष भएर नि काम गरेँ। 4 वर्ष त्यहाँ काम गरेँ। अनि फुलचोकी सहकारी संस्थाको अध्यक्ष उपाध्यक्ष भएर 4 वर्ष त्यता पनि काम गरियो। त्यही पिरियडमा त्यहाँ पनि गरियो। अनि त्यही कृषिकै सन्दर्भबाट मेलन उसको इलामको फिकलमा गएर तालिम पनि दिएर आइयो। अलैँची खेती, कृषि खेतीको, अलैँचीको तालिम दिएर अलैँची खेतीको मैले गरिरहेको छु। यत्रो 82 वर्ष हुनुभयो, तपाईँ यति एनर्जेटिक कसरी हुनुहुन्छ? अहिले नि तपाईँलाई दमको बिमारी छैन, न तपाईँ खैनी चुरोट केही खानुहुन्छ, कसरी यसरी तपाईँ कति बजी उठ्नुहुन्छ? म त उठ्न त बिहान अब आजकल त बुढेसकाल भयो अरे, नत्र म बिहान 5 बजे 6 बजे जहिले पनि उठ्ने गर्थेँ। परार त अहिले त अलिकति बुढेसकाल पनि भयो, के भएर अलि अल्छी पनि लाग्न थाल्यो। के हो यो समयले हो कि के हो? नत्र म चाहिँ के हो, मलाई परिवारले काहीँ पनि मलाई रोकटोक गरेका छैनन्। छोरा बुहारी श्रीमती नाति नातिनीहरूले त त्यहाँ नजाऊ वहाँ नजाऊ किन जान्छस् भनेर अहिलेसम्म रोक्दैन। मेरो आफू खुसीमा भजन कीर्तन धर्म प्रचार प्रसार हरि भजन कीर्तनमा म जान सामाजिक कार्यमा म खुल्ला छु। त्यसैले एनर्जी तपाईँलाई दिइरहेको। त्यही भएको हुनाले मलाई चाहिँ चिन्ता पनि छैन। म हाँसी खुसी हिँडेको छु। म अहिलेसम्म आजसम्मको दिनसम्म भगवान्ले मलाई चाहिँ इनर्जी देखाएको छ। फुर्तिले जस्तो तपाईँहरूको अगाडि फुर्तिले छु होला भन्नु। हजुरबा होइन नाच्नुहुन्छ, भजन गाउनुहुन्छ, उहाँलाई धेरै समाजमा धेरै जान्ने मान्ने मान्छे हो, धेरै ठाउँमा बोलाउनुहुन्छ। त्यो हजुरबाले धेरै खजेडी भजन कीर्तन सबैतिर लाग्नु भइछ। उहाँले 8वटा किताब नि लेख्नुभयो यार आफ्नो जीवन उसमा। अनि तपाईँले 34 वर्ष नेपाल सरकारलाई आफ्नो योगदान दिनुभयो। त्यो धेरै महान एक व्यक्तित्व हुनुहुन्छ। अब तपाईँ चाहिँ एउटा मेरो तर्फबाट ऊ छ, तपाईँ एउटा राम्रो खजेडी भजन तपाईँलाई मनदेखि चाहेको खजेडी भजन एकताले सुनाइदिनु। के सुनाइसक्नुभयो तपाईँले? त्यही तपाईँ नाचेर नि गाउन सक्नुहुन्छ। ए राम 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 नारायण
हे हरे कहिल्यै नबिर्सौँ